डाक्टर वैद्य भनेर हामी सोच्छौँ नि होइन, वैद्य हुँदो रहेछ उहाँले दबाई पानी बनाउने। अनि हजुर हामी जस्तै अघि कति 40 वर्षमै ढाड दुख्यो भन्दै हुन्थ्यो, कम्मर दुख्यो भन्दै हुन्थ्यो नि, हो त्यस्तोलाई दबाई दिने वैद्यले अनि ठिक पार्ने। उनको छोरी एउटै मात्र रहेछन्। जसरी एक दाजुले पनि गुनासो गर्दैनछ, मेरो छोरा छ छोरी छ तर आफ्नो आफ्नो भाग खाने हो भनेर। साँच्चै नै यो कथाले पनि यही नै हामीलाई सम्झाउँदछ। त छोरी अति नै पिताको भक्त थिइन्। बुवालाई बिहान उठ्ने, तातो पानी, चिया, नास्ता, खाना सबै कुरा तयारी पारिदिने। अनि दिउँसो उनी स्कुल जाने, स्कुलबाट आउने फेरि बुवाको सेवा गर्ने, बुवाको सेवा गर्ने, साँझ बस्ने, होमवर्क गर्ने। त्यसो गर्दै गर्दै छोरी ठुली भइन्, पढेर ठुली भएर उनी के गर्छिन् त, कलेज पढ्नु पर्यो। कलेज पढ्नको लागि त बाहिर जानुपर्छ। अनि आफ्नो गाउँको पढाइ सकेर छोरी सहर गइन् पढ्नको लागि। जसरी दाजुले भन्नुहुन्थ्यो मेरो छोरा कोही काठमाडौँ छ, कोही विदेशमा छ। अब पखेटा लागेपछि उड्नु पर्यो नि होइन र, कि त पखेटा काटेर बस्नु पर्यो, पखेटा लागेपछि उड्नु पर्यो। उड्ने क्रममा हेर्नुहोस् त कहीँ गएर कस्तो अवस्था हुन्छ, परिस्थिति हुन्छ, समय कस्तो हुन्छ, कहाँ गएर कसरी जीवनलाई परिवर्तन गर्नुपर्छ भन्ने कसैलाई पनि थाहा नहुँदो रहेछ। ती वैद्यको छोरी पनि पढ्नको लागि उन सहर गइन्। उनले पढाइ पुरा गरेपछि उनको मनमा के भयो त भन्दा म बुवाको सेवा गर्छु। मातृ पितृभक्त भनेको यस्तो हुनुपर्छ, जो सन्तानलाई चाहिँ बुवा आमाले राम्रो बाटो देखाउनुपर्छ। त्यो सानोबाट बच्चादेखि तपाईँले त्यो संस्कार दिनुभयो भने ठुलो भएर पनि नमर्दो रहेछ। उनी सहर गइन्, डिग्री पास गरिन्। जब उनी जागिर खाने भएपछि त्यो जागिर छोडेर उनी बुवाको सेवा गर्न घरमा आइन्। बाबाले हेर्नुहुन्छ छोरी जवान भई ठुली भई, अब यसलाई घरमै राखेर त भएन, पढाइ घर जानुपर्छ छोरीको जात भनेर बुवाले सम्झाउनुहुन्थ्यो यता। अनि छोरीले भन्थिन् बाबा छोरीले पनि यो घरमा बस्न पाउने अधिकार मिल्नुपर्छ, म यही घरमा बस्न चाहन्छु, म पढाइ घरमा जाँदिन भन्छे। होइन नानी, तिमीले जानुपर्छ। यो घरलाई त तिमीले स्वर्ग बनाइदिएकी छौ, म आज स्वर्गमा छु, तर तिमीले विवाह भएर जाने घरलाई पनि स्वर्ग तुल्य बनाउनु पर्छ। हेर्नुहोस् एउटा नारी आफ्नो यो घरलाई स्वर्ग बनाउँछ भने ऊ पल्लो घरमा गई भने पनि त्यो घरलाई स्वर्ग बनाउँछ भन्ने बुवा आमाको मन हुन्छ। अनि बुवाले भन्नुहुन्छ बार बार छोरी तिमी विवाह गरेर जानुपर्छ, म बुढो भइसके, भोलि म मरिहालेँ भने तिमी एक्लै हुन्छौ भन्दा छोरीले के जवाब दिनु थाहा छ, बाबा यो संसारमा आउनु पनि एक्लै हो, जानु पनि एक्लै हो, अनि यो संसारको नाटकमा मैले कति दिन मैले यो नाटक गर्ने। हजुरले पनि नाटक गरेको होइन र, तर आमाले छोडेर जानुभयो त सानैमा। हजुरले म भनेर मेरो सेवा गरेर आजसम्म बस्नुभयो, अब मैले हजुरको सेवा नगर्नु? छोरीले कति गहकिलो जवाब दियो। र बुवा भन्नुहुन्छ छोरी तिमीले भन्नु यो स्वाभाविक हो, तिमी पढे लेखेकी छौ, बुझेकी छौ, म पनि वैद्य हुँ, पढे लेखेरै वैद्य बनेको छु, तर होइन तिम्रो विवाह हुनुपर्छ भने। केही समय पश्चात छोरीलाई केटा हेर्नु आउँछ, अति सुन्दर घर, वैद्य नै घरको केटा हेर्नु आउँछ, विवाह गर्ने तयारी गर्छन्। छोरीले नाइ भन्छन्। बाबाले भन्नुहुन्छ छोरी तिमी विवाह भएर पनि मेरै घरमा आएर बस, तिमी त्यो घरमा बस्नु पर्दैन, यही घरमा आएर बस्न सक्छौ भन्नुहुन्छ। बुवाले होइन, हजुरले मलाई टीका लगाएर अग्नि साक्षी राखेर तिमीले पराई घरलाई पनि मेरो घर जस्तै स्वर्ग बनाउनु पर्छ भनेको होइन अघि, अनि फेरि म यो घरमा बस्न सुहाउँछ? अर्काको तिलाञ्जली खाएपछि, अर्काको सिन्दुर लाएपछि, अर्काको घरमा जानु पर्छ भनेर अन्माएर पठाएपछि फेरि मेरो यो घरको अधिकार, जसरी मैले त्यो चौरमा जौ तिल घिउ चामल होमिएर चरु बन्छ, त्यसै गरी पिताजी म पनि चरु गर्नुपर्छ। हजुरको स्नेह, हजुरको दया, हजुरको प्रेम, हजुरको माया आफ्नो ठाउँमा छ, हजुरले मलाई यो घरबाट पठाउने एउटा बाटो गर्दै हुनुहुन्छ। छोरी फेरि तिमी मेरै घरमा आएर बस भनेर। तर होइन पिताजी, हाम्रो संस्कार अनुसार, हाम्रो रीति रिवाज अनुसार त मैले मेरो घर गरेर खानुपर्छ। म चरु भनेर हामीले दाउरा जलायौँ भने कोइला बन्छ, कोइलाको टीका कसरी लगाउँछ भन्नुहोस् त, लगाउँदैन। तर त्यही कोइलाको बीचमा
हजुर हामीले जौ तेल घिउ लगाएर मोलेर सौरुको रूपमा त्यसलाई तिलाञ्जली दिउँ त, त्यसलाई तिलाञ्जली भनेर निधारमा लगाइन्छ। म त्यस्तो व्यक्ति हुँ पिताजी। हजुरले मलाई जौ तेल चामल र घिउको रूपमा मलाई तिलाञ्जलीको रूपमा तपाईँले दिँदै हुनुहुन्छ भने फेरि मैले आएर यो घरलाई स्वर्ग बनाउन सक्दिनँ। अब मैले त आफ्नो घर बनाउनु पर्छ। तब पिताजीको आँखा खोलिदिन् छोरीले। तब त्यही केटासँग विवाह भयो। विवाह भएर छोरी पराई घरमा गइन्। अनि पराई घरमा जाँदा सासू ससुरा देवर देवरानी नन्द आमाजू सबैजना रहेछन् हैन। ठुलो परिवार रहेछ। उनीहरू बाउ छोरी मात्रै बसेको यता घरमा। थोरै दिन त गाह्रो हुन्छ नि। बुवालाई यति तातो भात पकाएर खुवाएर स्कुल गएको अफिस गएको मान्छे, यता नन्द आमाजू होइन, देवर देवरानी जेठाजू सासू ससुरा मिलाएर 8-9 जनाको परिवार। आफू जाँदा 10 जना भयो। सारा ठुलो परिवारसँग उनलाई घुलमिल हुन थोरै टाइम लाग्यो। एक्लो एकान्तमा बसेको मानिसलाई भिडभाड देख्दा थोरै घबराहट हुन्छ। थोरै दिन त आत्तिनु पनि। जब उनी विवाह गरेर दुरान फर्काउन माइतीमा आइन् आफ्नो पिताको घरमा, पिताजीलाई भन्छन्, पिताजी पिताजी हजुरले भन्नुभएको कुरा त मलाई आज कता कता मनमा बिजिराखेको छ। त्यो 10 जनाको परिवारलाई सम्हालेर खान सक्दिन कि ममा त्यो हिम्मत तागत नजुट्ने पो हो कि पिताजी। हजुरले मलाई अझै जोस र जाँगर उमङ्ग भरिदिनु होला है। म हजुरको घरमा आएको छु। आजदेखि त मेरो घर होइन माइती भएको छ भनेर छोरीले आँखाबाट आँसु खसालिन्। किनकि हिजोसम्म ती छोरीले आफ्नो जन्म दिने घरलाई मेरो घर भन्थिन् नि होइन। त्यसैले त छोरी यो घरबाट गइन्। भाइजी म मेरो घर जानु छ, घर बितेको छ, धेरै दिनको छुट्टी भयो, दसैँमा तिहारमा आएको जानु पर्ने भयो भनेर मेरो घर जानु छ भनेपछि अब यो मेरो घरलाई के भयो त? माइती घर भयो। अनि माइतीको पिताजीले भन्नुहुन्छ, छोरी मलाई जस्तो सुकै परिस्थिति आए पनि म तिमीलाई मेरो घरमा आएर बस्छ भन्दिनँ। तिमीले आफ्नो घर गरेर खानुपर्छ। तिमीले मलाई विवाह भन्दा पहिला धेरै कुरा धेरै पाठ सिकाएर गएकी छौ। जब दुरन फर्काएर छोरी फेरि आफ्नै घर गइन्। घर जाने बेलामा पिताजीले छोरीलाई के दिनुहुन्छ थाहा छ? कोसेली पात सबै कुरा तयारी पारिदिनुहुन्छ पिताजीले। जसरी आमाले गरिदिनुहुन्छ नि छोरी घर जाने बेलामा के चाहिन्छ कोसेली पात भनेर, त्यसैगरी बुवाले पनि आमाले जस्तै कोसेली पात तयारी पारिदिनु भयो। अनि एउटा चिठी लेख्नुभयो, छोरी सायद यस्तो महान व्यक्ति, यस्तो घरलाई सुन्दर बनाउने स्वर्ग बनाउने छोरी त मैले विदा गरेर पठाएँ। मैले यही घरमा पूजा गरेर राख्नु पर्ने थियो, तर मेरो भाग्यमा थिएन। तर मैले मेरो छोरीलाई यति राम्रो घरमा दिएको छु। 9 जनाको परिवार छ। त्यो समेटिएर एउटै चुलामा पाकेको भात खाने परिवारलाई 2 चुला बनाउने प्रयत्न नगर है। तिमीले त्यो घरलाई पनि यो घर जस्तै सम्झेर स्वर्ग बनाउने प्रयत्न गर। त्यो घरलाई कहिले पनि फुटाउने प्रयत्न नगर। तिमी त एक्लै हुर्केकी बढेकी पलेकी पढेकी, तर त्यो घरमा त 9 जनाको परिवार छन्। तिमीसँग लगाएर 10 जना। सायद तिमीलाई धेरै गाह्रो भएको होला, म यो कुरा बुझ्छु। तिम्री आमा नभए पनि आमाले जस्तै मैले मेरो छाती चुसाएर तिमीलाई हुर्काएको हो। सायद मेरो छातीबाट दुध आएन होला, तर मैले स्नेह पिलाएको छु तिमीलाई। तिम्रो आमाको भन्दा कम माया मैले दिन। कहिल्यै पनि छोरी बिमारी भई गाह्रो भयो होला, स्कुल जान एक्लै भयो होला, कहिल्यै छोडिन। मैले आफ्नो वैद्यको काम छोडेर पनि तिमीलाई स्कुल पुर्याउन जान्थे, स्कुलबाट लिएर आउँथे। आमाको माया कहिले कम गरिन। आज पनि तिमीलाई म त्यही आमाको संस्कार दिँदैछु। बाबाले लामो चिठी लेख्नुभयो। तिम्रो जीवनमा धेरै घटनाहरू घटे, धेरै दुःखहरू आयो, फेरि पनि तिमीले सङ्घर्ष गरेर अगाडि बढ्यौ। आज तिमीले मेरो घरलाई त स्वर्ग बनायो, अब तिमीले आफ्नो घरलाई पनि स्वर्ग बनाउनु पर्छ। अनि यो चिठी बुवाले एउटा धूपभित्र, हजुर हामीले बिहान बेलुका पूजा आरती गर्ने धूप हुन्छ नि, त्यो भित्र लगाएर पठाइदिनु भएको रहेछ। अनि सबै कोसेली पात बोकेर छोरी घर पुगिन्। सासु आमाले भनिहाल्नुहुन्छ नि त, के लिएर आइसे बा माइतीबाट भनेर।
सबैले सोधे नन्दा आमाजु जो पनि घरमा थिए सबैले सोधे भाउजू के ल्याउनु भयो देउरानी तिमीले के लिएर आयो के दिनुभयो तिम्रो बुवाले भनेर किन आमा नभएको घर नि त आमा नभएको घरमा त्यति चिज हुँदैन भन्ने कुरा थियो तर होइन बुवाले आमाले भन्न पनि बढेर सबै कुरा सामग्री पुर्याएर माइती एउटा घर पठाउनु भएको थियो तब उनले सारा पोका सामग्रीहरू त्यो माइतीको कोसेली लगेर आफ्नो सासू ससुरा देउर देउरानी नन्दा आमाजुको अगाडि पोका राखिदिन्छन् सासूले एक एक गर्दै पोका खोल्दै गइन् अन्तमा गएर एउटा धुपको बट्टा भेटिन् त्यतिकैमा नन्दले भन्छन् भाउजू हाम्रो घरमा पनि धुप थियो नि किन लिएर आउनु भएको हेर्नुहोस् है नन्दा आमाजुको भनेको यो हुन्छ नि त बाप अनि एउटाले भन्यो सेलरोटी पकाएको रहेछ अनरसा बनाएको रहेछ होइन अनेक थरी थिए त्यहाँ दहीका ठेका थिए होइन ओलाको घरी नै थियो सबै कुरा थियो सामग्रीहरू यो न्याय त थियो भने कसैले हाम्रोमा नि छ भने कसैले के भने उनलाई मनमा त दुःख लाग्यो नि त त्यतिखेर आहा कति राम्रो चिज ल्यायो कस्तो खान मन लागेको थियो आज मन लागेको बेलामा यस्तो चिज पाइयो तिम्रो पिताजी त आमा भन्दा नि बढकर हुँदो रहेछ भनिदिएको भए ती नानीको मन कति खुसी हुन्थ्यो होला कसैले भने हाम्रै घरमा थियो धुपको डिब्बा कसैले भने सेलरोटी त हिजोमा चाहिँ आमाले पकाइदिए भनेर मन किन्न बनाइदिए तर पिताजीको आशीर्वाद थियो पिताजीले भन्नुभएको नानी जस्तो सुकै शब्दको वज्र परे पनि कहिले नरिसाउनु है तिमी त अब घर छोडेर माइती छोडेर घर गएकी छौ खुकुरीको चोट अचानकलाई मात्रै थाहा हुन्छ शब्दको चोट शब्द सुनिलाई मात्रै थाहा हुन्छ मलाई हुँदैन पिताजीले यो सम्झाउनु भएको थियो छोरीलाई नानी तिम्रो घरमा धेरै कुराहरू हुन्छन् 10 जनाको परिवार छ नि त तर त्यो 10 जनाको परिवारलाई छुट्याउने कोसिस नगर टुक्र्याउने कोसिस नगर तिमीले सहनु पर्छ 9 नम्बरले के भनेछ थाहा छ म ठुलो 9 नम्बर ठुलो हो नि हैन 8 भन्दा अनि 9लाई चाहिँ अब 8ले के गर्यो भन्दाखेरिमा पिड्दै जान्छ 1 नम्बरले भन्छ 2 नम्बरलाई हैन 2 नम्बरले 1 नम्बरलाई पिट्यो किन उ सानो हो नि त 2 नम्बरले 1 नम्बरलाई पिट्यो त सानो रहेछस् भनेर 3 नम्बरले 2 नम्बरलाई पिट्यो म भन्दा सानो त होस् भनेर 3 लाई 4 ले पिट्यो म भन्दा सानो होस् भनेर 4 लाई 5 नम्बरले कुट्यो त सानो होस् 6 लाई 7 नम्बरले कुट्यो 7 लाई 8 नम्बरले कुट्यो अब 9 लाई कुट्ने बेलामा त 10 नम्बर आयो हैन 10 नम्बर आउने बेलामा एउटा जिरो निस्केर गएछ भन्नुस् त कुट्न पायो त पाएन नि त एक त सबैभन्दा लास्ट सानो भयो तब त्यतिखेर उनको बुवाले भन्नुहुन्छ छोरी यसरी तिमीले घरलाई जोड्दै जाने हो तोड्ने होइन है तिमीलाई कसैले गाली गर्ला सानो भनेर केही भन्ला तर तिमीले सहनु सहेको पाइन्छ हामीले सहन सकेनौँ भने पाइँदैन घर टुक्रिन्छ एउटै चुला 3टा बल्न थाल्छ अनि त्यतिखेर के हुन्छ थाहा छ एक भुटन लाग्ने तेल 3 भुटन ल्याउनु पर्छ 3वटा चुलामा जल्नको लागि 3टा चुला चाहियो 3टा कराई चाहियो 3वटा भुटन एउटै भुटनले पाक्ने सब्जी 3 ठाउँमा बाँडिनु पर्छ त्यो एकता भएन त्यो फुट भयो अनि त्यसरी घर तोडिन्छ छोरी तिमीले राम्रोसँग घर सम्हाल्नु है भन्नुहुन्छ अनि यता जाँदै गर्दाखेरिमा जब धुपको डिब्बा सासु आमाले खोल्दाखेरिमा चिठी रहेछ त्यहाँनिर मेरी प्यारी छोरी तिमीलाई मैले फुल जस्तै हुर्काएँ जसरी हामीले अघि देवाले भाउजूले एकजना दाजु आउनुभयो त्यो फुल टिप्न जानु लाग्यो मतलब नटिप्नुहोस् न यहाँ छ भन्नुभयो कि कति माया लाग्छ हो क्या फुलको अनि त्यो फुल जस्तै सुखमा पालेको छोरीलाई पिताजीलाई त माया लाग्छ नि त नानी तिमीलाई मैले फुल जस्तै पाले हुर्काएँ बढाएँ यति ठुलो बनाएँ आज सुगन्ध छर्ने बेलामा फुल फुलेपछि कति राम्रो देखिन्छ एउटा तारा फुल फुलिरहेछ पहेँलो कति राम्रो देखेको छ हेर्नुहोस् त हैन अब त्यो फुल झरिसकेपछि त्यो बोट केही राम्रो लाग्दैन कसैले कति राम्रो फुल फुल्थ्यो भन्दैनौँ हामी आँसु के छौँ कि होइन अनि तिमी पनि यति राम्रै छौ नानी भोलि गएर तिमीलाई दुःख आइलाग्यो भने पीड चिन्ता हुन्छ टेन्सन हुन्छ तिमी कहिले नरुनु कसैको अगाडि हाँसो नदेखाउनु है जति पीडा भयो तिमीले हाँसो देखाउनु पर्छ हाँसोमा जित छ बुवाको अर्थ उपदेश उनले सम्झेकी थिइन्
जब सासू आमाले धुपको डिब्बा खोल्नु भयो, खोल्दा भित्र चिठी भेट्नुहुन्छ। चिठीमा यो वृत्तान्त सबै कुरा लेख्नु भएको थियो। तिमी सानै छँदा तिम्री आमा बितेकी, तिमीले मैले धेरै दुःख गरेर छोरी यहाँसम्म पुर्याए। अब त्यो घरलाई तिमीले स्वर्ग बनाउनु है। तिमीलाई कसैले के भन्लान्, कसैले के भन्लान्, ठ्याक्कै जुन कुरा त्यहाँ घटना घट्यो त्यही कुरा चिठीमा लेखेको थियो। भर्खरै नन्दले भनेको थियो धुप त यहाँ नि पाइहाल्छ, सेलरोटी हिजो मात्रै आमाले पकाएको, अनरसा यहाँ पनि थियो होइन। सबै कुरा त्यही सुनेकी थिइन् ताना त्यहाँनिर कोसेलीमा। तर बुवाले पनि त्यो चिठीमा त्यही बेहोरा जनाउनु भएको थियो। धेरै कुराहरू आउँछन् है बा, तर तिमीले चिन्ता नगर्नु है, तिमीले सुर्ता नगर्नु, तिमीले कहिले दुखी नहुनु। अनि मेरो नन्द यस्तो, मेरो आमाजु यस्तो कहिले नभन्नु भनेर त्यो चिठीमा लेखेका रहेछन्। अनि त्यो चिठी देखेपछि उनी टेन्सन मान्छन्, उनी दुःख मान्छन्। मेरो बुवाले मलाई कति संस्कार दिनुभएको रहेछ। त्यसैले हामीले सबैभन्दा ठुलो कुरा संस्कार दिनुपर्छ। हजुरले सम्पत्ति होइन छोराछोरीलाई। बोले श्री सद्गुरु महाराजको हामी छोराछोरीको लागि घर बनाइदिने होइन, खेत किनेर राखिदिने होइन, पर्दैन। हजुरले संस्कार दिनुभयो भने कहिल्यै त्यो छोराछोरी भोकको मर्दैन। हाम्रो चलन के छ? छोराछोरीले भयो जाडै खाओस्, गाँजै खाओस्, रक्सी नै खाओस्, खेत बेचेर बाबुआमालाई जोगी नै बनाओस्। तर हाम्रो भनेको चाहिँ के छ? 2 कट्ठा खेत भयो नि जोडिदिउँ न हो। आफू पटुका बाँध्नुहुन्छ नखाएर, कति दुःख गर्नुहुन्छ छोराछोरीको लागि। छोराछोरी बिग्रियो भने मेरो भाग्य उस्तो, त्यसको भाग्य उस्तो, भाग्यलाई श्राप दिन्छ होइन। हामीले उसलाई संस्कार दिनुपर्छ। सानोमा बच्चादेखि तपाईँले भगवानको भजन भक्ति त्यो सेवामा लगाउनुहोस् त। भोलि गएर त्यो भन्दा नि छोराले बाबु मलाई घर किन नबनाइदिएको, मलाई 2 कट्ठा जग्गा किन नदिएको भन्दैन। संस्कार दिनुभएको थियो मेरो बुवाले, मेरो आमाले कति दुःख गरेर मलाई यहाँसम्म पुर्याउनु भएको। मलाई सम्पत्ति होइन, मेरो बुवा आमा मलाई चाहिन्छ भने त्यो छोराछोरी बुवा आमाको पासमा आउँछ। त्यसैले त्यो बैगले जस्तै संस्कार दिनुपर्छ हामीले पनि। अनि त्यो संस्कारवाला व्यक्ति कहिल्यै पनि दुःखी हुँदैन। अनि त्यो 10बाट 11 भयो, 11बाट 12 भयो, रम्दै गइन् उनलाई त्यो घरमै आनन्द आउन थाल्यो। जब एक दिन माइत जान्छन् बुवाको घरमा, बुवा बुढो भइसक्नु भएको थियो। बुवालाई भेट्नु जाँदा पानी खुवाउने मान्छे पनि थिएन घरमा। तब उनको मनमा पीर पर्छ, चिन्ता हुन्छ। उनको घरमा 13 जना थिए, तर बुवाको घरमा 1 जना मात्रै। फेरि पानी पिलाउने मान्छे पनि थिएन बुवालाई। फेरि पनि बुवाले भन्नुहुन्छ, छोरी तिमी यो घरमा बस्न पाउँदिनौ, तिमीले त आफ्नो घरलाई बनाउनु पर्छ। मेरो त आफ्नो कमाई हो, भोग म भोग्छु। म त कसैलाई पैसा दिएर भए पनि यहाँ ल्याएर म पानी खाना खान सक्छु। तर तिम्रो छोराछोरीलाई सानोमा संस्कार दिएनौ भने, मैले जस्तो पालन पोषण गरेनौ भने भोलि तिमीले फेरि रुनु पर्छ बा। जाऊ, मेरो तातो चिसो पानीको चिन्ता नगर। तिमीले आफ्नो छोराछोरीलाई पढाइ लेखाइ संस्कारमा ढाल, आध्यात्मिक बनाऊ, गुरु ज्ञानतिर पठाऊ भनेर बुवाले यो अर्थी दिनुहुन्छ अन्तिम समयमा पनि। हेर्नुहोस् आमा बुवा भनेको कस्तो हुनु पर्दो रहेछ। त्यसैले घर बनाउन पाइन, जग्गा जमिन जोड्न पाइन, छैन भनेर चिन्ता नगर्नुहोस् है हजुरहरूले। म त गरिब हो भन्नुहुन्छ। मान्छे जति धनी संसारमा कोही पनि छैन, हामी जति धनी संसारमा कोही पनि छैन। सोच्नु भएको होला मसँग चलाउने 2-4 हजार रुपियाँ हातमा छैन भनेर। 2-4 हजार त 2-4 घण्टाको लागि मात्रै त हो। त्यसपछि भनेको त सबभन्दा सुन्दर त यो मन हो नि। हाम्रो मन ठुलो भयो भने घर ठुलो चाहिँदैन। पहिलाको घर हेर्नुहोस् त, मलाई याद आउँछ हाम्रो पनि घर यस्तै नै थियो, एक पाखे पहिला सुरुमा। त्यतिखेर चाहिँ एउटै हुँदैन, बारेर कोठा रहेछ। त्यहाँ के थियो भन्दाखेरि चाहिँ एउटै घर थियो। त्यसमा बुवा आमा, हजुरबुवा हजुरआमा, हामी छोरा छोरी सबैजना अट्थ्यौँ। सानो घर थियो, निहुरेर जानु पर्थ्यो। मैले बुवालाई एकचोटि भनेको छु, बुवा ढोका चाहिँ अलिक ठुलो राखेको भए हुन्थ्यो नि भनेर। बुवाले दिदी के भन्नुभयो थाहा छ मलाई? नानी, घरभित्र पस्दाखेरिमा झुकेर गयो भने त्यो मान्छेले कहिले दुःख पाउँदैन भनेर। रहेछ, आज मलाई लाग्दैछ ठुलो घर त छ, झुक्नु पर्दैन त्यहाँ, तर दुःख छ नि त।
तर सानो घर थियो, मन ठुलो थियो, त्यहाँ सत्संग लगाउन ठाउँ पुग्थ्यो, त्यहाँ साधु महात्मा आएर बस्ने पनि ओछ्यान पनि पुग्थ्यो, अनि त्यहाँ प्रेमीहरू आएर सुत्नु पनि हुन्थ्यो। भएन? त्यही भित्र सबै कुरा पुग्थ्यो, एउटै रुम थियो। तर आज कोठै कोठा छ, मन सानो छ, सत्संग राखौँ न भन्दा ठाउँ छैन भन्छौँ, हो कि होइन? पूजा वर्तमान गरौँ, के साथीभाइलाई बोलाउँ, इष्ट छिमेकीलाई बोलाउँ, किन बोलाउने हो? यसो पूजा लाउँ, पण्डित बोलाउँ, यसो दुई चारवटा पुरुषहरूले पकाउँ, भइहाल्यो। आफूले गर्ने कार्य छिमेकीलाई छोडेर खुवाउनु पर्छ। अघि हामीलाई गुरु दाजुले भन्नुभयो नि, खुवाउने भनेकै पूजा पाठमा बोलाएर सेलरोटी पुडी जे पाक्यो त्यो खुवाएको मात्रै सेवा हो। अरू त हामी लगाएको पैँचो हो नि, होइन? तपाईँ घरमा एक डाडु नुन सकेर कोही आयो लिन, दिनुहुन्छ नि होइन? एक डाडु नुन भोलिपल्ट आयो दिनुहुन्छ? दिनुहुन्छ नि भोलिपल्ट पनि? दिन्छौँ कि यहाँ बिचरा सक्यो होला, बजार गएको छैन होला, पर्सिपल्ट पनि आयो दिनुहुन्छ? अब 4औं दिनको दिनमा आयो भने अझै नुन ल्याइनस्, मेरो घरमा नि सक्यो भनिन्छ, हो कि होइन? पैँचो भनेको कुरा त तिर्नु पर्यो नि। अनि पूजा पाठ यज्ञ हवनमा चाहिँ पैँचो लाइँदैन। जति सक्दो आएर प्रसादी खाइदिए हुन्थ्यो, त्यो चाहिँ सबैभन्दा महान सेवा हो। त्यो सेवाबाट चाहिँ हामी कहिले पनि पछाडि नपरौँ है। सानो घर भएर हुँदैन, ठुलो मन बनाउनुहोस्। भगवानको पूजा आराधना गर्ने एउटा सानो खोबिटो हुन्छ नि, एउटा सानो खोपा बनाएर भए पनि एउटा मन्दिर ल्याएर राखेर मूर्ति राखेर पूजा गर्नुहोस्। अनि त्यहाँ भगवान आएर बस्नुहुन्छ, त्यहाँ आनन्द हुन्छ, त्यहाँ स्वर्ग हुन्छ। अहिलेका नानी बाबुहरू होइन, सबै यो विदेशी समाजमा भित्रेर भिजेर हाम्रो कोठा छुट्टै चाहिन्छ, हामीलाई छुट्टै बस्नुपर्छ, हामीलाई एक्लै चाहिन्छ भन्नुहुन्छ। किन भन्दाखेरिमा आजको परिवेश त्यस्तो बनेको छ कि आज आमासँग बोल्न शरम लाग्छ, लाज लाग्छ होइन? आमा बुवासँग बजार जान लाज लाग्छ। पहिला आमा बुवाको हात छुट्यो भने कति पिर लाग्थ्यो हामीलाई, हो कि होइन? अहिले पनि आमा बुवाहरूलाई कतिजनालाई थाहा होला, छोरा काठमाडौँमा छ भने ढुक मन यहाँ भइराखेको हुन्छ। साँझ फोन आएन भने के गर्दै होला, बिहान फोन आएन भने के खाँदै होला, हो कि होइन? हजुरको घरबाट छोरा यसो बजार गयो, गाईघाट बजार भने तपाईँले मनमा के सोच्नुहुन्छ? आउने बेला भन्दा यसो 5-10 मिनट ढिला भयो भने आउँदै थियो होला, गाडीले हान्दियो कि, हो कि होइन? केही भयो कि, काहीँ लड्यो कि, हेर्नु त, आउँदै थियो होला बाइकमा, गाडीले हान्दियो होला, एम्बुलेन्स आएर छोरा हस्पिटल लग्यो होला, त्यो एम्बुलेन्समा पनि आएर ट्रकले हान्दियो होला, काचा कुचो भएर ला मेरो छोरा। हेर्नुहोस् त आमा बुवाको मन चाहिँ कस्तो हो नि। हो, यसलाई भन्छ कि मातृशक्ति, पितृशक्ति। त्यो ममताबाट कहिले पनि ओझेल हुन परोस् भनेर छोराछोरीले चाहिँ माता पितालाई कहिले पनि दुःख दिनु भएन। सानोमा कति दुःख दियो नि हामीले, होइन? आमा बुवालाई कहिले दुःख दिए भनेर घरबाट बाहिर राखिदिन्छु, पठाइदिन्छु, कहिले भन्नुभयो त? होइन नि। तर आज आमा बुवाले लु न बाबु यसो गर उसो गर भन्यो भने ए वृद्धाश्रम पठाइदिएर भनिहाल्नुहुन्छ। कस्तो विडम्बना है। हे भगवान, उहाँहरूको यदि सृष्टि भयो भने भगवानलाई म यही प्रार्थना गर्छु, वृद्धाश्रम चाहिँ नबनाइदिनुहोस् है भनेर। यो चाहिँ त्यो मान्छे, त्यो समयमा आउने मान्छेको मनमा वृद्धाश्रम नबनाइदिनु होला। यो घर नै एउटा सुन्दर मन्दिर हो, यो मन्दिरमा सबै थोक हुनुपर्छ। त्यो भगवानको थान हो, त्यो भगवानको मन्दिर हो। त्यो मन्दिरमा तपाईँ हामी प्रवेश गरेपछि हाम्रो जीवनलाई हामीले सफल अनि सार्थक बनाउन सक्छौँ। म सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही नै विनम्र अनुरोध गर्न चाहन्छु, हजुरहरूले पनि आफ्नो घरमा यसै गरी सत्संग प्रवचन कार्यक्रम राख्न सक्नुहुन्छ है।